ल म आफ्नो ड्युटीबाट आएर अब आज बेलुकातिर अब यो काम गर्दैछु। यो टुनीको चाहिँ काठ हो। यो काठलाई अब ऊ तल रोड छेउसम्म बोक्नु पर्ने हो। म चाहिँ अब यो आफै बोकिराखेको छु। बेलुका लगभग 40-50 जति काठ छ। यो काठलाई ऊ तल बोक्नु पर्ने हो। आजको दिनमा सक्नु पर्ने हो। जसरी पनि उता त्यो माथिपट्टिको झरना हो हाम्रो। त्यो गाउँभन्दा अलि तल खोला छ। त्यो खोलाको झरना हो। तल लगभग यो झरना 20 मिटर गहिरो छ। 20 मिटर गहिरो छ। यसमा चाहिँ बर्खाको समय हुने भएकोले अब सबै चाहिँ यो पहिरो गएर पुरिन गएको छ। यो काठलाई 2 महिना जति यसमा त्यो तालमा चाहिँ राखेका थिए। त्यही भएर फाट्दैन भनेर अब अस्ति मात्रै उतार्या हो। अब यसलाई तल बोक्नु पर्ने हो। अब यो बर्खाको समय हो। बर्खाको समयमा चाहिँ यिनीहरूलाई सुरक्षित राख्नको लागि म तयारी गर्दैछु। अब यसमा राख्ने हो। समय बर्खामा अलि पानीबाट जोगाउनको लागि म यस्तो गरिराखेको छु। पानीबाट जोगाउनु छ। ल अब यो मैले यो काठलाई यो बर्सातको समयबाट बचाउनको लागि तयार गरेँ। अब म यो काठले चाहिँ यसलाई ठोक्दैछु। ल यो कति चाहिँ अब यो बर्सातको समय छ। त्यही भएर हो। अब यो चाहिँ केही रहन्छ। यो चाहिँ काठलाई चाहिँ त्यहाँ ठोकेर अब लाग्यो। अब आफ्नो कामतिर जाँदैछु म। अब यो हाम्रो घट्ट हो। यो घट्ट चाहिँ यहाँ मकै गहुँ पिस्ने गरेका थियौँ र अहिले चाहिँ आजभोलि यो बन्द छ। अब तपाईहरुलाई म भित्रबाट देखाउँछु यो घट्टा। ल यहाँ हेर्नुस् त। अब यो हो घट्टा। यो नयाँ घट्टाहरू अब यिनलाई जोत्नु पर्छ। यो तयार गर्ने हो। यो घट्टा हो। अब भित्रपट्टि यो पुरै यो कोठा चाहिँ मर्मत गर्नुपर्ने छ। अब त्यही भएर यो सामग्री पनि हामीले सिमेन्ट जम्मा गरेका छौं। यो हो घट्टा। अब यसलाई चाहिँ अब तयार गर्नुपर्ने छ। अब उता यो हो पुल। हाम्रो पुल हो यो पुल चाहिँ अब बर्खायाममा यो खोलो यति आउँछ। यो खोला अब आएर यो खोला पार गर्नको लागि हामीले चाहिँ यहाँबाट जानुपर्ने हुन्छ। अब यो हो पुल हाम्रो। यो अहिले चाहिँ मूलहरू चाहिँ बजारतिर लगे गाउँतिर लगे यो पानीको। त्यही भएर अहिले अब यो स्रोतहरू जम्मै बन्द भयो यो पानीको। त्यही भएर यो खोलामा कम पानी छ। यही खोलाको पानीले उता घट्टा चाहिँ अब हामी सञ्चालन गर्नेछौँ। यो कुलो माथि कुलो छ। यो चाहिँ अगाडिको साल यो तयार भयो। यो कुलो सिँचाइबाट यो
अब यहाँबाट अर्को नगरपालिकाको अर्को वडा लागि वडाको सिमाना सुरु भयो। अब यहाँबाट अर्को सिमाना चाहिँ सुरु भएको छ। अब म अहिले यहीँबाट पिउनको लागि पानी पनि यहीँबाट लग्नुपर्ने हुन्छ। अब पानी पिउने पानी देखाउँछु म हजुरहरूलाई। आफ्नो यहाँ पिउने पानी पनि अब यो सबै चाहिँ यो रोड हो। यो चाहिँ रोड यहाँ उताबाट आएर यो कच्ची रोड हो। यो सबै यो रोड यहाँ भएर यो रोडबाट यहाँ चाहिँ माथि ग्वालियरमा जान्छ। ऊ रोड हो, उता माथि हो, त्यो चाहिँ रोड हो। अब यहाँ मान्छेहरू आफ्नो जीविकोपार्जनको लागि यसरी आफ्नो काममा व्यस्त भइराखेका हुन्छन् दिनभरि। हो आफ्नो अब यो चाहिने यो अब यहाँबाट चाहिँ अब हामीले आफ्नो पिउने पानी चाहिँ यहाँबाट पिउनको लागि यो पानी हो, हाम्रो पानी हो। यो पानी चाहिँ पिउने पानी हो। अब हाम्रो यो उताबाट पानी आइरहेको छ। यो पानी संरक्षणको अभावको कारणले यो पनि अब लोप हुने अवस्थामा पुगेको छ। यो हो हाम्रो पानी, पिउने पानी। यहाँबाट हामी पानी पिउने गर्छौँ। अब यो भयो यो खोलाको चाहिँ यो उता यो पोखरी हो। बच्चाहरू चाहिँ अब यहाँ पोखरी बाटेर नुहाउने गर्छन्। ताल भन्छन्, ताल त्यसलाई। यो ताल हो, ताल तलैया। यहाँ चाहिँ अब पानी आइरहेको छ, हेर्नुहोस् त पानी खोला। अब यहाँ चाहिँ बच्चाहरू यो यसले तयार गरेर 5-6 मिटर हाइट ताल यो पोखरी बाँच्छन् अनि चाहिँ यहाँ चाहिँ नुहाउने गर्छन्। यो एरियामा बच्चाहरू नुहाउने गर्छन्। अब यो सबै चाहिँ अब बर्सातको समयमा यो खोलाले यता र उता सबै बगाएर लग्ने गर्छ। यो हेर्नुहोस् त, यो खोला यो छेउछाउको जुन बारी छ, खेतबारी सबै लगभग आधा भाग चाहिँ यसले बर्खायाममा लग्ने गर्छ। यो कस्तो हरियाली माथि उता माथि चढ्यो पहाड छ। अब मान्छेहरू उता त्यही पहाडको बाटो भएर माथि गाउँसम्म हिँडेर जान्छन्। आफ्नो गाउँसम्म हिँडेर जाने गर्दछन्। यो हो यो। अब यहाँ चाहिँ वारिपारी गर्नको लागि अब मोटरको लागि यहाँ पुलको तयारी भइराखेको छ। अब नापेर चाहिँ सडक विभागले यसमा यहाँबाट चाहिँ यहाँ पुल हुनेछ। यहाँबाट माथि पुल पर्नेवाला छ। अब त्यो चाहिँ हाम्रो घट्ट मैले देखाइसकेँ। यो भवनलाई तोडेर अर्को भवन बनाउनु पर्ने छ। यो भयो। अब दाउरा लगेर म अहिले घर जानको लागि तयार भयो। माथिबाट बर्खा पनि होला जस्तो लागिरहेको छ। तपाईँहरूलाई म हिँड्दै यो आफ्नो गाउँ जाने रोडको तलपट्टि माथिपट्टि बाटो देखाउँदै जान्छु। हेर्नुहोस् त कस्तो राम्रो गाउँ, हाम्रो प्रकृतिको रमणीयमय क्षेत्र।
तल भर्खर भर्खर मकै बाली छरेका छौँ। अब ल अब मलाई लाइक सब्सक्राइब र सेयर गरिदिनु होला। आजको लागि यति नै, भोलि अर्को भ्लगमा भेटौँला। धन्यवाद।